सो फाइनली म पनि यो ज्याक डिपार्टमेन्ट स्टोर जुन चाहिँ रहेको छ जमल मलमा त्यहाँ गएँ। यो मैले टिकटकमा धेरै देखेको थिएँ कि एकदमै सेलहरू राखेको अनि कस्तो क्युट क्युट सामानहरू थियो होइन। अनि म पनि अन द वे जाँदाखेरि छिरिहालेको थिएँ अनि साँच्चीकै कस्तो राम्रो राम्रो सामानहरू छ कि यहाँको ओनर चाहिँ जापानिज हुनुहुन्छ होइन। अनि त्यो सानसानो लिटल थिङ के अनि भासहरू छ यहाँ मैले देखाइरहेको छु भिडियोमा क्लिप्सहरू। अब लेडिजहरूलाई मनपर्ने धेरै नै सामान छ कि लेडिजहरूको युजको लागि होइन। अनि झन् हामीहरू फिमेललाई चाहिँ एकदमै यो सानो चिज अनि हेर्दा क्युट लाग्ने चिजहरू चाहिँ चाहे त्यो युज होस् या नहोस् हामी चाहिँ लिएकै हुन्छौँ नि त। के अरे अब मन हाल्छ अब त्यो युजमा आउँदैन तर पनि हामीले लिएर राखेको हुन्छौँ। त्यस्तै नै मैले गरेँ तर मैले प्यानिक बाई चाहिँ नगरिकन थोरै मलाई के चाहिन्छ किनभने म किन्छु नै भनेर मेन्टली प्रिपेयर भएर चाहिँ केही पनि गएको थिएन। तर चाहे मेन्टली प्रिपेयर हौँ या नहौँ हामीहरूलाई चाहिँ सपिङ भन्ने बित्तिकै प्रिपेयरै हुनु पर्दैन के देखेपछि सक्यो। अनि त्यही भएर मैले पनि यहाँ सामानहरू 1-2वटा सामानहरू लिएँ। त्यो चाहिँ म अब तपाईँहरूलाई नेक्स्ट भिडियोमा यो मैले के सामान त्यहाँबाट किनेँ भनेर चाहिँ हल बनाउँछु विथ प्राइस होइन। सो द्याट तपाईँहरूलाई पनि इजी होस् त्यहाँ गएर बाई गर्नको लागि। तर म चाहिँ रेकमेन्ड गर्छु जानुहोस् र बाई गर्नुहोस् किनभने एकदमै हाउस होल्ड सामानहरू चाहिँ एकदमै धेरै राम्रो छ होइन। प्राइस पनि महँगो छैन जुन चाहिँ अब नर्मल प्राइस के अब 150-180बाट स्टार्टिङ छ होइन। तर 550-650 म्याक्सिमम है मैले देखेको सामानहरू चाहिँ 650 म्याक्सिमम थियो। अब सायद त्यहाँ म अरू पनि कन्फ्युज भयो कि सो त्योभन्दा धेरै प्राइसको चाहिँ थिएन। सो ओभरअल चाहिँ सामानहरू यति नै छ तर धेरै भेराइटीहरू छ तपाईँहरू पनि जान सक्नुहुन्छ। सो द्याट्स फर द टुडे थ्याङ्क यू फर द वाचिङ। सेलको 100 रुपिसको चाहिँ के थियो भने यस्तो खालको बाउल अनि यस्तो खालको प्लेट। यसमा चाहिँ साइजहरू छ है। यसमा साइज डिजाइनहरू पनि छ। यो चाहिँ कलर कम्बिनेसन मिलाउँछु किनभने अब सेलको भएर होला सबै धेरै जस्तो बाई भइसकेको थियो। थोरै छ त्यो चाहिँ अब सर्टेन टाइमको लागि मात्रै भनिरहेको थियो है मैले सोद्धाखेरि त्यहाँको स्टाफलाई। सो यो 100 इच है अझै 3 पिस किने पिस। एन्ड वाट आई बट भने दिस क्युट पट पास भनौँ न। यसमा चाहिँ फ्लावरहरू हालेर डेकोर गर्ने भनेर दुईवटा लिएँ। अनि कस्तो क्युट छ कि यसको कस्ट चाहिँ 150 रुपिस है। एकदमै सस्तो के रिजनेबल। योभन्दा ठुलो पनि छ धेरै भेराइटिज अफ डिजाइन्सहरू। एन्ड देन दिस ट्रे यसको चाहिँ 160 रुपिस। यसमा चाहिँ अब आफ्नो नेकलेस अब इयररिङ्स रिङ होइन जे पनि राखेर सजाएर राख्न सक्नुहुन्छ तपाईँको केमा राख्ने ठाउँमा। यो चाहिँ त्यस्तो छ है। अनि आई बट दिस वाइप्स। अब एज अ मम वाइप्स त एकदमै इम्पोर्टेन्ट छ। अब को मम हुनुहुन्छ सबैलाई थाहा होला होइन। वाइप्स इज मस्ट इम्पोर्टेन्ट थिङ। 100 रुपिसमा थियो यो पनि। अनि मैले दुईवटा लिएँ मेरोमा सकिरहेको थियो लिनै पर्ने थियो। अनि दिस 100 रुपिस त्यो भएन। यो चाहिँ के भन्छ प्लान्ट फ्रेग्रेन्स ओइल पर्फ्युम हो होइन। कस्तो मिठो बास्ना छ। अनि जम्मा यसको चाहिँ 150 रुपिस के। मैले त्यहाँ पर्फ्युमहरूको सानो खालको अनि कति धेरै पर्फ्युमहरू थियो होइन।
अनि 150 180 को थियो के अनि मैले यो डबल चेक गरेँ के के अरे त्यो के भन्छ त्यो त्यहाँको स्टाफलाई नै रिकन्फर्म गरेको कि यो यति लेखेको छ यति नै हो भनेर अनि हो भन्नुभयो कि म त सक नै भएँ है 50 ml को हो यो मजाको बास्ना छ क्या स्टिक पनि पाउनु सक्नुहुन्छ यो चाहिँ स्टिक यसलाई चाहिँ ओपन गरेर यसरी राख्ने है मिठो बास्ना छ त्यहाँ बास्नाहरू टेस्टर छ हैन सो टेस्टरले मजाले चेक गरेर लिएर आउन सक्नुहुन्छ अनि मैले जस्ट हेरेँ हैन टेस्टर भनेर मलाई याद आयो जस्ट भर्खरै मैले ओपन गरेर हेर्दाखेरि चाहिँ मैले सावर जेल किनेको थिएँ यसको चाहिँ अराउन्ड 160 रुपीज हो हैन मैले टेस्टर लिएर आएछु कि मेरो दिमाग कहाँ थियो मलाई थाहा छैन अनि मैले यो सायद स्मेलको लागि टेस्टर चेक गरेँ अनि त्यही नै हाल्दैछु के अनि यति धेरै छैन के यसमा 160 हो कन्सिडर गरेर यही लगाउँछु मलाई चित्त चाहिँ दुखिरहेछ नयाँ पाएँ होला भनेर यो चाहिँ 450 ग्रामको है अनि अर्को चाहिँ यो सेम प्राइस 160 बाथ सल्ट यिनीहरू सबै जापानिज प्रडक्ट हो अनि 2027 सम्म डेट छ है यो डेट एक्सपायरवाला पनि हैन मिठो छ यसको यिनीहरूको पनि सबैको टेस्टर पाउन सक्नुहुन्छ मजाको स्मेलहरू यस्तो दामी दामी थियो है त्यो एरिया त्यो सेक्सनै यस्तो हर हर बास्ना आउने खालको थियो के अनि यत्रो ठुलो छ